ಜಾಸ್ತಿ ಹೋಗ್ತದೆ बिचको छेउछेउ आइपुगेछ हामी बिचको छेउछेउ आइपुगेछ नि यता चाहिँ अहिले मुस्लिमहरूको जस्तो यो 1 महिनाको व्रत बस्छ नि त्यस्तो चलिरहेको छ कि तामिलहरूको चाहिँ चप्पल जुत्ता के लाउँदैन रहेछ खाली खुट्टै स्टोनको मूर्तिहरू चाहिँ पुरा रियल ठुलो स्टोनहरू ल्याएर चाहिँ ठुलो मूर्तिहरू बनाउँदो रहेछ क्या यहाँ चाहिँ अर्डरमा अन्त सेल्समा पनि राखेको हुँदो रहेछ यहाँ चाहिँ फेमस रहेछ स्टोनको जुन यो स्ट्याचुहरू बनाउँछ त्यसको चाहिँ यहाँ चाहिँ फ्याक्ट्री नै रहेछ हौ यो एरिया चाहिँ जम्मै यो हेर्नुहोस् न स्टोन रियल स्टोन काटेर चाहिँ यसरी मूर्ति बनाउँदो रहेछ फाइनली हामी चाहिँ बिचको महाबलीपुरम बिच भन्ने ठाउँमा चाहिँ आइपुग्यौँ हामी हेर्नुहोस् महाबलीपुरम चेन्नईको महाबलीपुरम बिच समुद्रको नजारा यहाँ चाहिँ व्रतमा चाहिँ नुहाउनु आउँदो रहेछ क्या रेमस 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 तल झर्न तल हो त्यो तल नजा हो त्यो चप्पल यहाँ खोल्न हराउँदैन यहाँ खोल्न कहाँ ब्याग त बोक्न अब कहाँ नुहाउने कुरा आउँदैन हुँदैन लान्छ पनि तानेर पानीले देखो जुत्ता कहाँ जान्छ पानी नै पानी छ हो त्यसरी आउँछ हो यो किन उयो लेडिजहरू उभिएछ नि उता नजा हो त्यहाँ उभि फेमस देखि फेमस उता नजा ल यता फर्किँदैन नि फेमस